मौसुफको स्वागत जस्तै सानातिना सुखद अवसर अनि घटना दुर्घटनाको ज्वलन्त उदाहरणको कसीमा जेन्जी आन्दोलनको पीडा देशले नराम्ररी भोग्नु पर्यो। च्याउसरी उम्रिएका राजनीतिक दलहरूको आक्रमणताको दूरगामी दुष्प्रभाव जनता एवं देशले नै भोग्नु पर्यो। को पूर्वार्धदेखि देखिएको नेपालीहरूको मनमा एक प्रकारको उकुस-मुकुस 2082 को दशैंमा केही दिनको लागि भए पनि प्रत्येक हिन्दू नेपालीको मन चङ्गा भएको छ। सबै दशैं मनाउने मेलोमेसो गर्दैछन् भने हामी पनि यही मौका छोपी कन्याम श्री अन्तुको छोटो भ्रमण पश्चात विराटनगरमै दशैं मनाउने योजना अनुरूप काठमाडौँबाट बाहिरिएका छौँ। पूर्वको इटरीबाट लगभग 113 किलोमिटरको दूरीमा रहेको इलामको कन्याम जान यति बेला बिटा मोडमा हामी रिफ्रेसमेन्टको लागि रोकेका छौँ। के गर्छन् हाल्नु सर पानी नर तराईको गर्मी छल्ने स्थानको रूपमा कन्याम इलाममा अवस्थित छ। विशाल चिया बगान, प्राकृतिक सौन्दर्य एवं आगन्तुकहरूको चाहना अनुरूप हावापानी रहेको कन्यामको रमणीय परिदृश्यमा जो कोही पनि आकर्षित हुन्छन्। हामी पनि सोही दिनको भोजन कन्याममा नै गर्यौं भने हाम्रो योजना अनुरूप भ्रमणको गन्तव्य श्री अन्तुको लागि अगाडि बढ्यौं। कन्यामलाई श्री अन्तुबाट फर्कँदा फेरि भेट्ने बाचा भने गर्न बिर्सेनौं, किनभने 11-12 बजे मध्याहको घाममा कन्याममा खुला आकाशमुनि बस्न असहज महसुस भएको थियो।
भ्रमण स्थलहरूमा इलामको कन्याम एवं श्री अन्तुका आफ्नै मौलिकता रहेको पायौँ। प्राकृतिक छट्टामा दुवै स्थानहरूको वर्णन समानान्तर रूपले नै गर्नुपर्दछ। बसोबासका लागि श्री अन्तुको टुप्पामा अवस्थित द लाउरे कटेज नै हाम्रो छनौटमा पर्यो। रिटायर्ड इन्डियन आर्मी एलबी खड्काज्यूको अध्यक्षतामा सञ्चालित यो कटेजबाट पारी मिरमिक दार्जिलिङ पाथिभराको लोकेसन ठम्याउन सजिलै सकिँदो रहेछ। एम बरालको गीत बादलको घुम्टोले भने चाहिँ अकस्मात श्री अन्तुलाई पनि बादलले छोपिँदाको दृश्य भने अविस्मरणीय नै रह्यो हामीलाई। हुन त नेपालका धेरैजसो ठाउँलाई आधुनिकताले गाँजिसकेको छ, तैपनि आधुनिक संरचनाको बीचमा पारम्परिक संरचना देख्दा नेपाली हुँ भनी देखाउन परिचय पत्रको आवश्यकता भने जो कोही नेपालीलाई पनि पर्ने छैन भन्ने भावनात्मक आभास गर्यो। श्री अन्तु मुख्यतया सूर्योदय दृश्य र चिया बगानको लागि परिचित भए पनि पर्यटन पूर्वाधारको विकासले बास बस्नको लागि आरामदायी गन्तव्य बनाएको छ। वरपर धेरै आवासीय विकल्पहरू छन्, आधारभूत अतिथि गृहदेखि आरामदायी होटल र रिजोर्टहरूसम्म। नजिकैका गाउँहरू रहेको होमस्टेहरूले स्थानीय परिवारहरूसँग बस्न र आफ्नो संस्कृति र परम्पराहरूको बारेमा जान्न चाहनेहरूको लागि थप प्रामाणिक अनुभव प्रदान गर्दछ। हामी चाहिँ भोलि सूर्योदयको लागि बिहानै अँध्यारोमा हिँड्न पर्ने तथा वरपरभन्दा उचाइमा अवस्थित लाउरे कटेजमै आफ्नो झोला तुम्बा बिसायौँ। श्री अन्तु विशेषतः बिहानीको सूर्योदयको दृश्यावलोकन गर्नको हेतु प्रख्यात छ। हामी पनि भोलि सखारे उक्त डाँडामा जाने योजना बनाएका छौँ। बेलुकाका खाना एलबी खड्काजीकै करेसाबारीमा उपलब्ध सागसब्जी लोकल कुखुराको परिकार सहित तयार हुँदैछ। खाना पूर्व केही बेर एलबी खड्काजीसँग श्री अन्तुको जानकारी पनि लिने जमर्को गरेका छन्। सम्पूर्ण भलाखुसारी यस भ्लगमा देखाउन नसकेकोमा क्षमा माग्दै सम्पूर्ण अंश आगामी भ्लगमा देखाउने बाचा गर्दछु। हामी पुस्तेनी जमिन हो, यहाँ हामी पुस्तेनी हो, हामी 3 पुस्ता चल्दैछौँ यो एरियामा। तपाईँको हामी एक्चुअली हाम्रो पूर्वज चाहिँ तपाईँको दोलखा चरीकोट दोलखाबाट हाम्रो अब जिजुबा आउनु भएको यहाँ 3 पुस्ता चाहिँ तपाईँको अब सकिसक्यो। हामी अहिले 4था पुस्तामा चल्दैछौँ तपाईँको होइन। र तपाईँको अहिले अब श्री अन्तुमा तपाईँको यो ग्रामीण टुरिज्म एउटा यता सुरु भएको चाहिँ अब तपाईँको बाटोघाटो जोडिएको चाहिँ 6-7 वर्ष भयो। त्योभन्दा पहिला तपाईँको अब काँचो बाटोहरू थियो होइन। सूर्योदयको अब यहाँ तपाईँको अब सूर्योदय हेर्ने भन्ने त अब उहिलेदेखिकै तपाईँको यो थियो यहाँ होइन।
तर बाटोघाटोले गर्दा चाहिँ मान्छेहरू त्यति पर्याप्त नआउने। जस्तो कि अब श्री अन्तु भनिन्छ नि, यो श्री अन्तु भन्ने नामकरण चाहिँ कसरी गर्नुभयो? खास तपाईँको यो चाहिँ एक्चुली यो लाप्चे भाषाबाट तपाईँको यसको तपाईँको नाम उत्पन्न भएको छ। एक्चुली अतु भन्ने तपाईँको यसलाई अतु भनिन्थ्यो पहिला, लाप्चे भाषामा यसलाई अतु भन्थ्यो होइन। अतुबाट अतु हुँदा हुँदै तपाईँको अन्तु भइदियो होइन, अब विकसित हुँदै अब अतुबाट तपाईँको लाप्चे भाषाबाट यसलाई परिणत भएर अन्तु भइदियो। अन्तु पछाडि फेरि तपाईँको अझै यसलाई अब यो हाइट उच्चा भएको कारण सिरी थपियो। सिरी अब कुनै पनि अब उच्च चिजलाई तपाईँको सिरी लगाइन्छ होइन, अलिक हाइट अब त्यो सिरी अन्तु भएर तपाईँको अहिले सिरी अन्तु नामाकरण भएको। अनि एक समयमा तपाईँ यसलाई दिपेन्द्र शिखर भनेर पनि तपाईँको यो नामाकरण भएको थियो। कसरी भएको थियो भन्दा जब यो कन्याममा तपाईँको राजा वीरेन्द्र सवारी हुँदाखेरि यहाँ कन्याममा चियापत्ती उठ्दा त्यो वृक्षारोपण चियापत्ती रोप्दाखेरि होइन, राजाले तपाईँको यो एकपल्ट परिक्रमा गरेको हेलिकप्टरबाट। अनि यो डाँडा अब उसलाई मन पर्यो होला होइन, त्यसपछि राजाले तपाईँको श्री अन्तु नै दिपेन्द्र शिखर भनेर आफ्नो छोराको नाममा तपाईँको योलाई पनि गरेको। इतिहासमा पनि नेपालको कहीँ तपाईँ पाउनुहुन्छ त्यो दिपेन्द्र शिखर भनेर। अनि अब त अब राजाको त अस्तित्वै छैन होइन, त्यसले गर्दाखेरि अब यसको नाम पनि लोप हुँदै गयो वास्तविक भने। नभए यदि राजा बाजै हुन्थ्यो भने यो दिपेन्द्र शिखर भनेर यो प्रख्यात भएको हुन्थ्यो एउटा नाम सायद, द्रुत गतिमा पनि हुन सक्थ्यो। जस्तो कि अब श्री अन्तु भन्ने अब अहिले 6-7 वर्षको मात्रै यसको इतिहास त होइन अवश्य पनि। यो त हेर्नुहोस् तपाईँको सूर्योदय यो त तपाईँको अहिले होइन उहिलेदेखिकै हो होइन। तर अब यो बाटोघाटोको तपाईँको अभावले हुँदा मान्छे कम्ती आउँथे, तर आउनु चाहिँ हिँडेर आउने मान्छे बास बस्ने होइन। त्यतिखेरको जमानामा त तपाईँको यो होमस्टे होटेल कटेजहरू भन्दैन होइन, पेइङ गेस्ट भनेर तपाईँको राखिन्थ्यो। पेइङ गेस्ट भनेर मान्छेहरू पेइङ गेस्ट भनेर राखिन्थ्यो, त्यतिखेर आउँथे मान्छेहरू। अनि यहाँ त तपाईँको एउटा होइन दन्ते कथा भनौँ एउटा पनि छ यहाँ। आँखाहरू दुख्यो भने भाकल गर्थ्यो तपाईँको यहाँ। जब यहाँ आँखाहरू दुखेर केही आँखाको समस्याहरू भयो भने भाकल गर्थ्यो मान्छे। अनि यहाँ आएर सूर्योदय जब हेर्थ्यो उसको आँखा दुख्नु जाती हुन्थ्यो तपाईँ। त्यो त एउटा सत्य छ यहाँ। यो छ यहाँ तपाईँको एकदम यहाँ तपाईँको एकदम आध्यात्मिक आर्टिफिशियल भयो भाइ, अलिकति मात्रै गर ल। के छ मारिदेऊ न। हो अरू के छ?
हात नछोड है। ओइ ढुङ्गा झरो ओइ के हो यो हात हो हात नछोड लड्छ पछाडि यो को यो भूत हो कसको हात हो मलाई यता माथि जाँदा तपाईँ माथि माथि भन ल जोरले समाउ जोरले पछाडि लड लौ यो चाहिँ के हो यो ओइ डाइनोसरको पुच्छर हो डाइनोसर ओइ स्टेट बस स्टेट बस ओइ प्राकृति वाला डाइनोसर ओइ 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 म त जान्छु भूत हेर्न ओइ गुफा आयो एउटा 3-4 वटा अझै एउटा भने त धेरै पाइन्छ त दिनु अन्डा ल्याइदिनु दुईटा हिँडेको एउटा चिया त्यो पनि मैले यहाँ यो थोक्ने त बाबु उयो जङ्गल आउनु अलिपुर लड्छ है मिमी पछाडि यसरी खिच्न अलिक पर जाने यसरी यसरी अलिक पर गर जङ्गल आएको छ समुद्र सतहबाट लगभग 1800 मिटर झन्डै 5904 फिटको उचाइमा रहेको श्री अन्तुको सूर्योदय दृश्यावलोकन र केही हल्का खाजा खाई अब भने हामी फिक्कल फर्काउँदैछौँ। फिक्कलमा कान्छीमुवाको घरमा बिहानको खाना तथा उहाँको चियाबारी घुम्दै पुनः एकपटक कन्याम ओर्लिने योजना रहेको छ। कस्तो गरिमा जस्तो फिल गर फु गर्ने फु गर्ने गर्नुभयो कस्तो गरिमा एघार बजे खान्छौँ
यसरी बेस्तारै हुन्छ म पहिला बस्छु के चढ्न त कन्याममा पुगी केही बेर घुम्यौँ, चियाबारीका बुट्यानलाई पृष्ठभूमि बनाई फोटो भिडियो खिच्यौँ। आज बेलुका तथा भोलि बिहानको खाना खाए पश्चात विराटनगर फिर्ता हुने योजना छ। यसपालिको दशैँमा पूर्व सूचना अनुसार आरीघुट्टे वर्षा सुरु हुनका लागिसकेको छ। कम्ती सुक्को लाग्यो ए रसवाला होइन होइन राख लाग्यो होस् छोडिदिनु अम्लेट पनि हो एउटा भाइ त्यहाँ अम्लेट ल्याइदिनु त्यहाँ बनाइरहेको कन्यामको खाना कस्तो लाग्यो? एकदम ढिलो भन मिठो हो बिचारा त दाइले पनि मेहनत गरेरै पकाइदिनु के छ त खानामा हाम्रो बाबु के हो भाइ निद्रा पेट दुखेको छ एकदम जोडले ग्यास्ट्रिक भयो ग्यास बाहिरको मात्रै गाछा खाली कुरकुरे चल्छ हो त्यस्तैले त अनि मुखा बाबु तातो पानी दिएर आयो मैले दबाई पनि खुवाइदिइसकेँ तर आज तेस्रो दिन अघिल्लो साँझदेखि नै इलाम परपर पानी पर्न लागिसकेको छ। बिहान खाजा होमस्टेमा गरे पनि खाना भने कन्याम बजारमै गयो।
पहाडी एरियामा परेको पानी 4 आली पुग्दा भने मौसम सामान्यतया सफा नै छ। तर विराटनगर पुग्दा नपुग्दै पानी पर्न थालिसकेको छ। ज्ञानी हुँदाखेरि मात्रै हो मलाई माया गर्नु। दुईजना पल्लवी पनि निर्गुण पनि। दुई 2082 को दशैंमा टीका जमरा लगाउँदै आशिष दिने र लिने कार्यक्रम समयमा नै हुँदैछ।
संसारले देखेन तिम्रो खुसी उसँग थियो भनेर आफैलाई बहाना बनाएर बिते मर्ग थिएन सबैलाई भएको थियो एक समयमा यस्तै माया कहाँ लाने होला यो समयले मलाई पर्खिँदैछु सबैको भिडमा आफ्नो संसारले देखेन तिम्रो खुसी उसँग थियो भनेर आफैलाई बहाना बनाएर बिते मर्ग थिएन सबैलाई भएको थियो एक समयमा कहाँ लाने होला यो समयले मलाई पर्खिँदैछु सबैको भिडमा आफ्नो भन्नु तर कसलाई आफ्नो होइन यहाँ फोटो खिचेर ऊ हाउसमा हाल्नुपर्छ चार चिप्टीलाई सोध्नुपर्छ भनिदिइहाल्छ कति राम्रो पिङ यस्तो भित्र फुल रहेछ नि त के रे उयो दशैंको परिकारले अमन्न भएको स्वाद फेर्न शुक्रबारे हटियामा भुरा माछाको खोजीमा गयौँ। माता रानीको व्रत नजिकै गर्दा भुरा माछा भने हटियामा भेटेनौँ। भुरावाला छैन? भुरावाला खोजेको ठुलो होइन भुरावाला आउँदैन। सानो माछा कहीँ छैन बजारभरिमा छ। रौ जिउँदो रौ तिनै सेती भुरा ल्यायो भनेर पठाउँछ। केदार नानी मिर्गो आरी घोप्टे वर्षाको कारण काठमाडौँ फर्किने फ्लाइट सरेको सरै छ। आज पनि शनिबारको मौका पारी हामीले हनुमान र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नु भने भ्यायौँ। दसैँ भर्खर सकिएको हुनाले
एवं लगातार वर्षाको कारणले पनि हुन सक्छ आधाभन्दा धेरै पसलहरू बन्द नै देखिन्छ। यता हेर को यो यो को हो एवं रितले 2082 को दशैं मनाई विराटनगरलाई फेरि भेटौँला भन्दै काठमाडौँ फर्किने दिन पनि आज आयो। 1-1.5 घण्टाको डिले पश्चात हाम्रो प्लेन पनि रनवेमा तयारी अवस्थामा छ। हवस् त 2082 जस्तै 2083 पनि हामी सम्पूर्ण नेपालीको दशैं शुभ रहोस् भन्ने कामना गर्दै म प्रस्तोता सन्दीप कुमार सिंहलाई पनि बिदा दिनुहोस्। फेरि भेटौँला।